आज चाहिँ मैले मेरो साथीलाई पुरा मिस गरेँ होइन। सो हाई एभ्रिवान, आज चाहिँ म एक्लै थिएँ। दिस इज माई सोलो भ्लग्स। अन्त म चाहिँ यहाँ उठेर नुहाइदै गरेर मुख धोएँ हो। मुख धोएँ मजाले, मुखसुख धोएर चाहिँ डान्स गर्दै मुख धोएँ हो। आज त मेरो साथी पनि थिएन, मलाई कस्तो अल्छी लागेको थियो हो। अन्त मुखसुख धोइसकेँ यहाँनिर। अन्त त्यसको बादमा चाहिँ पुछेँ, किनभने म डरेको थिएँ नि त पुरा। अन्त म आज चाहिँ साथी नभएको कारण चाहिँ बहिनीसँग बकाला गएँ म होइन। बहिनीले चाहिँ यहाँनिर आमा मिठाई छान्नु लागि त सोचेको गरेर हो उयो के हो त्यो खान्छु अरे होइन। मिठाई किनिदिनु लगेको थिएन त त्यो खान्छु अरे। अन्तखेरि यो चाहिँ कुनि के हो, मैले पनि चिनिनँ यो मिठाई चाहिँ। अन्त यो किन्दै उसलाई त्यहाँदेखि त्यसको बादमा मैले चाहिँ चिप्स लगेको थिएँ होइन। यो चिप्स पनि के लगेँ, डल्लै बहिनीले खाइदियो हो। अन्त एक दुईवटा सब्जी भन्दा पनि आलुहरू किनेको थिएँ। एक दुईवटा आलु सालु कफीहरू किनेको थिएँ। कफी किनेर बहिनीसँग जिस्किँदै देखाउँदै आएँ हो। अन्तखेरि उयोहरू के गरेको होला है उसले। आएँ अन्तखेरि त्यसको बादमा आएर मैले पहिला कफी र चिप्स खाएँ होइन। कफी र चिप्स खाएँ, त्यहाँदेखि एकछिन टिभी हेरेँ बहिनीसँग हो। बहिनीसँग टिभी हेरेँ। त्यसको बादमा चाहिँ म घरमा फोन गरेर घरमा बोलेँ हो। पुन्टे मेरो डगीलाई हेरेँ एकछिन। अन्त पुन्टेले त मलाई मेरो फोनमै हेरेको जस्तो गर्छ हौ घरिघरि। त कस्तो माया लाग्दो छ यो त होइन। अन्त पुन्टेसँग एकछिन बात मारेँ। आज त एक्लै अल्छी लागेको थियो मलाई हो। त्यहाँदेखि फेरि यहाँ अर्को मेरो पुकुली बहिनीसँग पनि बात मारेँ, मेरो मुन्टुलीसँग हो। ऊ चाहिँ अनि म के त्यो बहिनीलाई उयो गर्दै दिएको, बात माराउँदै थिएँ नि त उसँग हो। अन्त यहाँ बात मारेँ के साह्रो गोरी है उ त, म हेर कालो। अन्त चाहिँ म यहाँ लुगा उठाउनु गएँ होइन। लुगा उठाएर चाहिँ सबै लुगाहरू उठाएँ। हिजो धुएको थिएँ नि त ड्युटीबाट आएर। अन्त लुगा उठाएर चाहिँ मैले खाना बनाउँदै थिएँ, आलु भुजिया हो। किनभने आज मेरो साथी थिएन। अन्त मैले आलु भुजिया, त्यसको बादमा मैले दाल बनाएँ होइन। दाल चाहिँ यस्तो रिस उठेको कि मलाई, कुकरको सिटी पनि लागेन। अन्त म झन् मेरो साथीलाई मिस गरेँ, उसले बनाइदिन्थ्यो नि त हो। अन्त यत्तिकै पकाएँ। अन्त चाहिँ मैले आलु भुजिया, दाल, अचार बनाएको थिएँ होइन। ऊ हेर मैले कस्तो मिठो बनाएको थिएँ त आज। अन्त चाहिँ मैले अब खानु आँटेँ होइन। खाएँ मजाले, भात खाएँ। अन्त खाएर एक्लै खाएँ आज त मैले हो। मलाई छुट्टीको बेलामा पुरा याद आउँछ। अन्त चाहिँ त्यति हो। थ्याङ्क यू सो मच। सी यू इन नेक्स्ट भिडियो।